बाबु साथी भइरहेको पानी अनि सँगै चाहिँ काटेर सबै एकपल्ट पर्दैछ त हौ एकपल्ट किन लुम्बिनु पर्दैछ त आइनी यो देशी गर्दैछ अब यो पानी कसले लाग्छ अरू कसैले लग्ला नि कसले है कति पैसा बनायो झोला गर्यो भन्यो खैले हेर कति भयो 3000 रुपैयाँ भइसक्यो आज मात्रै ए भगवान् पानी चाहिँ कहाँबाट ल्याएको नि अहिले उठाउँछु 2000 अहिले अघि भर्खर आएको स्कुलबाट छुट्टी भयो हो र त्यसमा महिनामा 60,000 कमाउँछौ करोडपति करोडपति भएमा त म यहाँ आउँथेँ र त्यही त महिनाभन्दा बढी त तिमीले कमाउँछौ त के हो बिजनेस गर्ने हो पार्टनर नगर्ने आधा गरौँ कि आधा म बेच्छु आधा तिमी बेच तपाईँको नलेज गर्नु हो मेरो नलेज अझै सानो छ बराबर छ तिम्रो धन धेरै छ होइन छैन तिम्रो नाम के हो नि केही छैन नाम के हो केही नामै छैन छैन तिमीलाई के भनेर बोलाउँछ मलाई चाहिँ थाहा छैन हो र अनि स्कुल पढ्न जाने बेला के भन्छ त नि तिमीलाई केही भन्दैन केही नभनेर बोलाउँछन् बेचिसक्यो उसले बेचिसके तिम्रो एउटा बचिरह्यो उसले के बाबु होइन यो बाबुले गर्दैछ खुसी गरेस् मैले उफ्रिने गर्दैछ यो पाहाडबाट आएको मान्छे फेरि तराईको कोलुवा जस्तो आएको सबै एकपल्ट पर्दैछ त हौ एकपल्ट किन लुम्बिनु पर्दैछ त आइनी यो देशी गर्दैछ देशी पर्दैछ त चाइनाको भाषा भन्न तिम्रो चाइनाको त्यही भएर सर्पको बिख खाएर सर्पको बिख खाएर त मर्दै आएर चाइनाको मान्छेले खान्छ त रकीमा त्यो सर्पलाई मात्र घकै हाल्छ नि त्यस्तो जान्छ मलाई के थाहा तिमीले क्याब त्यस्तै गरी लाउने यस्तो लगाऊ के हो त्यसरी बल्ल सुहाउँछ पानी छैन यसरी लाग्छ पानीबाट 60,000 गाडीबाट 40,000 1 लाख त महिनामा अब त अहिले 60,000 10 रुपियाँको त कमाउनु गाह्रो छ 60,000 आउँछ महिनामा के अहिले यस्तै हाल्यो भाजिन्छ हाम्रो लुम्बिनी परदेश भन्ने फुलबारी हो को बस्छौ यो अनि एकदम कमेडी खाके सँगै बस्छौ सँगै बस्छौ सँगै त होइन अरू फरक होला अनि सँगै चाहिँ काटेर अनि आमा बुवा खै नि आमा बुवा घर यही अनि तिम्रो किन पानी बेच्न आउँछौ त आउन मन लाग्यो आमा बुवाले पठाउँदा हो आफै पढ्न जानु पर्दैन पर्छ जान्छ हौ जान्छ भिजा छ भन्दा त दबाईमा धेरै दिमाग छ मेरो
कतिमा पढ्छौ? 6 मा। 6 मा? 2 मा। हो र? कहाँमा पढ्छौ? बाबु पैसै होइन क्या बरु आँप दिन्छु किनेर बाँडेर खाऊ बाँडेर खाऊ है तिनजनाले खाऊ उसलाई पनि देऊ